के छ हो सोल्टीहरू आज हामी कहाँ आइपुग्यो त भन्नुहोस् त अलमर्जान पार्क असल खेलमा आइएको छ। यसो घुम्दाखेरि त रमाइलो लाग्यो धेरै रमाइलो हो। इभिनिङ वक गर्नको लागि राम्रो छ। त्यहाँबाट अलि अगाडि गएर जिम गर्ने ठाउँ पनि छ। जिम गर्ने ठाउँ छ। अलि हाम्रो चाहिँ जिम गर्नेको च्यान्स छैन है। मेरो चाहिँ म त जिम चाहिँ नगर्नु मलाई साँच्चै हो र नगर्ने हो र यसो भ्यू हेरौँ त ठक्क लाएर यसो दाइहरू दाइ कति पुग्नु भयो दाइको इभिनिङ वाक। भोलि ड्युटी सबैको छ है। ब्युटी इज द डेन्जर भन्थे है। ल मित्र यता आउनु कि यता आउनु तपाईँ। यहाँ चाहिँ अलिक उज्यालो अनुहार पनि देखेछ कि हाम्रो एउटा दाइ कता जानुभयो क्या सर हुँदैन। कस्तो लागेको हो राजेश? मलाई त एकदम राम्रो लागेछ। अपर्च्युनिटी पाएको आज चाहिँ। आउनु मन त पहिले पनि थियो, आउनु पाइएन। आज चाहिँ आउनु पाइयो। अब जान्ने होइन वन्डरफुल है। ल 2-4 शब्द जाओस् भाइको उसमा भिडियोमा, भाइको भिडियोमा 2-4 शब्द जाओस्। के छ भन्नुपर्ने कुरो यता भन्नुहोस्। ल मुख खोलिदिनुहोस्। होइन म भिडियो गर्दैछु भाइ, भिडियो गर्दैछु। अन्तर्वार्ता लिँदैछु आज। महार्जन पहिले पनि आउनु खोजे हो, नपायो। रमाइलो साँझ दाइहरूसँग आउँदा चाहिँ आज चाहिँ बडो खुसी लागेको छ। यसो सर ल हेर्नु न हाम्रो दाजुहरूले पुरा साइज गर्नुभएको। यता एउटा दाजु हुनुहुन्छ, यता एउटा दाजु हुनुहुन्छ है टक्क। अनि यता मित्र सर मोबाइलमा के गर्दै हुनुहुन्छ? हेलो साथीहरू हो। अब जानुपर्छ रुमतिर। भोलिको ड्युटी छँदैछ, भोलिको ड्युटी सक्नुपर्छ। कति वर्ष गर्ने त एक्सर्साइज जिम? मेहनत गर्नुभएको छ ल शरीरको लागि। ब्रिटिस आर्मी भर्ती देखाउने विचार छ नेक्स्ट इयरमा। साँच्ची होइन दाइले चाहिँ गर्नुभयो है। कति 2-3 महिनामा लगभग कति 7-8 केजी चाहिँ घटाउनु भयो है। मान्नुपर्छ। मित्र के हेऱ्यो त नि? ल दाइ गर्नु रमाइलो पल हो आजको लागि हाम्रो लागि। तपाईँलाई कस्तो लाग्छ, के लाग्छ सबै कुरा कमेन्टमा यसो गरिदिनु होला। लाइक अनि सब्सक्राइब कमेन्ट गरिदिनु होला। र अरू त के भन्नु त, माया गरिदिनुहोस्। आजको लागि यति नै। अर्को भिडियोमा आउनेछु। तबसम्मको लागि बाई बाई भन्न चाहन्छु। हस्त नमस्ते, जय नेपाल।